हेलो नमस्ते झोरले सबैजनालाई स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा। अनि आज पनि म नयाँ भिडियो लिएर उपस्थित भएको छु। अनि जुन भिडियो चाहिँ हाम्रै गाउँ नजिकै चुन्या खोला स्थित रहेको लगभग 35 मिटर लामो झरनामा गएर चाहिँ हामीले सानो पिकनिक जस्तो भनौँ न है गएको थियौँ त्यहाँनेरि हामी। अनि सो द्याट यो झरना चाहिँ एकदमै राम्रो पनि रहेछ। जुन चाहिँ म पहिला अलिक कमै पुगेको थिएँ जस्तो लाग्यो है। अनि पिकनिक भन्ने बित्तिकै त अब केही लिएर जानै पर्यो है। अनि हामीले चाहिँ सेतो भाले अनि सेतै कुखुरा लिएर गएको थियौँ हो। अनि मदन भाइले बनाउँदैछ फटाफट छिटो छिटो गरेर है। मौसमले पनि च्यालेन्ज गरिरहेको थियो किनभने अहिले चाहिँ वर्षाको टाइम हो, त्यो भएर अनि हामीलाई वर्षाबाट पनि जोगिने थियो है। पानी पर्छ कि भनेर हतार 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 बनाउँदै थियौँ हामीले। अनि मदन भाइले रेडी पनि गरिसक्यो है। यो चाहिँ सेकुवाको लागि हामी रेडी गर्दैछौँ। अनि हामी चाहिँ कतिखेर बन्छ र खाउँला भनेर पर बसेर हेरिरहेको छौँ। अनि फाइनली हाम्रो लोकल कुखुरा चाहिँ रेडी भइसकेको छ। अनि रेडी हुँदाहुँदै ठ्याक्कै हाम्रो सूर्य दाइले चाहिँ हङकङबाट पठाइदिएको माल लिएर आउँदैछ हो। अनि यहीँबाट दिएको भइहाल्थ्यो नि हौ, पास गरेको भए हत्तेरीका होइन मैले सकेको गर्ने हो मेरो तर्फबाट भनेर चाहिँ म हो है। ल यो चाहिँ हङकङबाट आएको गिफ्ट हो है। अब चाहिँ हाम्रो मदन भाइले सेकुवा बनाउन सुरु गरिसकेको छ है। सो अनि हाम्रो लोकल भाले चाहिँ फाइनली रेडी भइसकेको छ। अनि हामी चाहिँ फटाफटी खाएर फर्किहाल्ने जमर्को गर्दैथ्यौँ। तपाईँहरूलाई पनि यो गर्मी मनाउन मन छ भने चाहिँ आउनु होला है त हाम्रो झरनातिर, एकदमै रमाइलो ठाउँ छ। अनि भिडियो के कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सनु होला है त।